हाई गाइज, मेरो चाहिँ काम भयो आज हैन। चौतारामा सबै कामहरू सकिसक्यो र म चाहिँ अहिले चौताराबाट निस्किसकेको छु। चौताराबाट निस्केर थोरै अगाडि यो इर्खु भन्ने ठाउँनेर चाहिँ पुग्न लागे म हैन। सो म तपाईहरुलाई यसको इन्फर्मेसन पनि दिउँला। तपाईहरुलाई यदि चाहिन्छ भने र तपाईहरु पनि विदेशबाट हेर्दै हुनुहुन्छ र नेपाल आएपछि पासपोर्ट रिन्यू गर्नुपर्ने छ, के गर्ने कसरी गर्ने भन्ने लाग्छ तपाईहरुलाई भनेदेखि यसको पनि म इन्फर्मेसन तपाईलाई अर्को एउटा भिडियो बनाउँला हैन। सो अब लगभग 3 बजिसकेको छ गाइज। अब चाहिँ म फर्किनु पर्ने हुन्छ काठमाडौँ हैन। सो कस्तो दामी देखिँदो रहेछ यार। दामी हिमाल चाहिँ खुलेको छैन आज बादलले हैन। अरू त सही देखिने रहेछ होला। कस्तो चियर यस्तो दामी छ है। क्या शीतल क्या कसम त स्वर्गै जस्तो भयो यार।
अनि हो कि माया पो हो छुट्याउन मलाई गाह्रो लासो ल गाइस अब चाहिँ हामी लाग्यौँ काठमाडौँतिर है त गोलाल घाटमा माछा खाएर अब काठमाडौँ गएर बाटोले धुलै धुलो भएर हल्का मिल्यो क्या हो गाइस The stars align, they softly hum, telling secrets of where we're from. In the quiet, our hearts succumb to a rhythm eternal as the drum. Glimmers dance on the ocean's crest. Nature hums her song, no quest. A lullaby to draw in rest, where weary wanders do. सो गाइस तपाईलाई म चाहिँ कहाँ गए जस्तो लाग्छ भने म यहाँ चाहिँ हल्का जाडो भयो अनि ज्याकेट लाएँ टक्क भएर हालत पुरै खराब छ है ल गाइस यो अगाडि देखिएको चाहिँ मिस्टिक माउन्टेन रहेछ है होटल मिस्टिक माउन्टेन यसको हल्का यो उसले मैले थाहा पाएँ होइन यसको डिजाइनले कसम ल यो चाहिँ होटल मिस्टिक माउन्टेन रहेछ है गाइस सबै खसी एउटा लिएरै जानुपर्छ जस्तो गाइस म चाहिँ अहिले ठ्याक्कै ब्रह्मखेल आइपुगेँ होइन ठ्याक्कै यो इन्द्राणीको यो पुल ठ्याक्कै कटेर कटेर भयो होइन अब यहाँबाट थोरै अगाडि गएपछि चाहिँ चोकबाट मेरो चाहिँ राइट लाग्नुपर्ने हुन्छ घर जान लागि है सिधै गयो भनेदेखि चाहिँ हामी हली नारायणटार दक्षिण ढोका जोरपट्टि हुँदै साबेल पुग्छ होइन यहाँबाट चाहिँ यो चोकबाट चाहिँ मलाई जानुपर्ने हुन्छ राइट है त गाइस
यो चोकबाट राइट गएपछि चाहिँ मेरो घर पुग्छु होइन गाइस। सो अब चाहिँ म घर आइपुगिसकेको छु होइन। घर आइपुगेर टक्क स्कुटर पनि त्यहाँ राखेर अब घर गइरहेको छु। सो आज चाहिँ वेदर पनि एकदम दामी भयो होइन। टक्क पुगेर कामहरू पनि सबै सकाएर आइहालेँ। सो अब चाहिँ हालत हेर्नु खराब भएको छ होइन। पुरा धुलै धुलो छ, पुरा माटो धुलै छ। सो अब चाहिँ फ्रेस हुनुपर्ने हुन्छ होइन। सो थ्याङ्क यू फर वाचिङ गाइज, किप सपोर्टिङ। सबैजनालाई एकदम धेरै धन्यवाद है त मेरो भिडियो हेरिदिनु भएकोमा। सब्सक्राइब गर्नुभएको छैन भनेदेखि सब्सक्राइब गरेर सपोर्ट गरिदिनु होला। थ्याङ्क यू गाइज, लभ यु अल, बाई बाई, टेक केयर।